निरुत्साहित भएर लाग्दैन। जनताले यस्तो हामीले नै अघि यहाँको यसो मत बुझ्दाखेरि चाहिँ केही परिवर्तन चाहन्छन् जनताहरू। जस्तै योभन्दा अगाडि यहाँहरूको जस्तो थियो काम गर्ने शैली त्योभन्दा फरक चाहन्छन् होइन। तपाईँ चाहिँ कस्तो चुनावी अभियानमा तपाईँले आफ्नो प्रतिबद्धताहरू चाहिँ के छ यो क्षेत्रको लागि? होइन, हामी पनि कसरी हिँड्नु भएको छ? तपाईँ परिवर्तनशील प्रतिबद्धताहरू लिएर हिँड्नु भएको छ कि पुरानैलाई दोहोऱ्याउनु भएको छ? अथवा अब तपाईँ चुनिएर जानुभयो भने होइन, एज सांसदको रूपमा जानुभयो भने तपाईँले गर्ने कामहरू चाहिँ नयाँ खालका हुन्छन् कि कोही पुरानै शैलीलाई दोहोऱ्याउनु? हामी सधैँ परिवर्तनलाई चाहने पार्टी हो। नेकपा एमाले जहिले पनि समाजलाई परिवर्तन गर्नुपर्छ, रूपान्तरण गर्नुपर्छ, कुनै तपाईँको विकास निर्माणको कुरा अगाडि बढाउनुपर्छ भन्ने पक्षमा नेकपा एमाले रहेको छ। हामी अहिले जुन खालको नवयुवा पुस्ताहरूले उठाएका मागहरू छन् त्यसलाई पनि सम्बोधन गरिरहेको छौँ। निर्वाचन अगाडि म 2074 सालको निर्वाचित प्रदेश सभाको सदस्य छु। त्यहाँ हामीले धेरै कामहरू अगाडि बढाएका छौँ। मोबाइल योजनाहरू छ, त्यसलाई पुरा गर्नको लागि पनि मेरो उम्मेदवारी छ। अपुरा कामहरू छ, त्यसलाई पुरा गर्नुपर्छ भन्ने हिसाबले पनि मेरो उम्मेदवारी हो। त्यो ढङ्गले हामी अगाडि बढिरहेका छौँ। हाम्रो भनेको जहिले पनि परिवर्तनशील पार्टी भएको हुनाले म यो पहिलाको र अहिलेको तपाईँले निर्वाचन पछाडि भन्नुभयो जनताले चाहेको, युवा पुस्ताहरूले चाहेको कुरामा त्यसलाई स्वीकार गर्दै, त्यसलाई अङ्गीकार गर्दै अगाडि बढ्नुपर्छ। होइन, जनताले विशेष गरी तपाईँको नीति निर्माणका कुरालाई भन्दा पनि विशेष गरी मैले विकास निर्माणका कुराहरू त बढी उठाएको देखेँ। हुन त नीति निर्माणको कुरालाई विशेष गरी विकास निर्माणको कुराहरूमा जनतामा धेरै समस्याहरू छन्। जहाँ म निर्वाचनमा घुमिरहेको छु त्यो मेरो विकट क्षेत्रसम्म दक्षिण नजिकको गोदामदेखि गोदाम चौरसम्मको क्षेत्रमा छ। त्यसो हुँदाखेरि त्यहाँको समग्र शिक्षामा, स्वास्थ्यमा, कृषिमा यो खालको धेरै खालका समस्याहरू छन्। ती समस्या पुरा गर्नु पऱ्यो भन्ने जनताको माग छ। विचार छैन म भन्दिनँ। उहाँहरूको समस्या छ, त्यो समस्यालाई भनिरहनु भएको छ। उहाँको समस्या हो नि त, समस्या भयो त भन्छु। एउटा जनप्रतिनिधि भने त अभिभावकलाई उहाँको त्यो कुरा गरिरहनु भएको छ। हामी दुइटै कुराहरू नीति निर्माणको कुरालाई पनि हामी अगाडि बढाउँछौँ, यहाँको विकास निर्माणको कुरालाई पनि हामी अगाडि बढाउँछौँ। अपुरा योजनाहरू जुन हामीले सुरु गरेका छौँ, बहुवर्षीय योजनाहरू मेरो कार्यकालमा धेरै सुरु भएको छ, ती अधुरा छन्। त्यसलाई पुरा गर्ने कुरामा पनि हामी आन्दोलन पछि एक खालको युवा वर्गमा चाहिँ एक खालको चाहना छन्। उहाँहरूले छुट्टै खालको सोच्नु भएपछि कि हामीले नि अघि कुरा गर्दाखेरि उहाँले चाहिँ हाम्रो छुट्टै खालको होस्, रोजगारी सृजना होस्, उद्योग धन्दा, कल कारखाना हाम्रै घर वरिपरि बनुन् भन्ने खालको उहाँहरूले चाहना राख्नु भएछ। त्यस्ता कुराहरू चाहिँ यहाँ समक्ष चाहिँ कतिको राख्नु भइरहेको छ अथवा जेनजी पुस्ताले एकदमै राख्नु भएको छ। देशमै स्वरोजगार होस्, विदेश जान नपरोस्, नेपालमै रोजगारीको अवस्था सिर्जना होस्, तपाईँहरूले त्यो काम गरिदिनु पऱ्यो भन्ने खालको युवाहरूको माग छ। तपाईँले 23 र 24 गतेको भन्नुभयो। 23 गते 12 बजेसम्म नवयुवाहरूले जुन ढङ्गले आन्दोलन गर्नुभएको थियो, जुन ढङ्गले उहाँहरूको माग गर्नुभएको थियो, त्यसलाई हामीले एकदम स्वीकार गरेका छौँ। नेकपा एमाले सिङ्गो पार्टीले त्यसलाई स्वीकार गरेको छ। त्यहाँभन्दा पछाडि के भयो म त्यो अहिले व्याख्या गर्न चाहन्न। 23 गते 12 बजेभन्दा पछाडिको र 24 गतेको घटनाको बारेमा म तपाईँको के भइरहेछ, के छ भन्ने कुराको बारेमा म अहिले धेरै व्याख्या गर्न चाहन्न। उहाँहरूले जुन उठाउनु भएको माग छ, त्यो मागलाई हामी सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा छौँ। हामी सम्बोधन गरेर अगाडि मेरो सिङ्गो चाहिँ यो 1 नम्बर क्षेत्रभरिका गोदाम चौरदेखि ठुला तुर्लुङ गिम्तीसम्मका सम्पूर्ण आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरू, न्यायप्रेमी सम्पूर्ण जनसमुदायलाई तपाईँहरूले फेरि पनि नेकपा एमालेलाई जिताउनुहोस्। पटक पटक हामीले जित पनि हासिल गरेका छौँ। जित हासिल गरेका बेला नेकपा एमाले धेरै खालको कामको विकास निर्माणका कुराहरूलाई पनि सुरु गरेका छ। नीति निर्माणको कुरामा पनि सुरु गरेको छ। राष्ट्रियताको बारेमा पनि सवालमा पनि विषयहरू उठाएको छ। ती कुराहरूको बारेमा हामी फेरि पनि निर्वाचित भइसकेपछि यी सबै कुरा हामी उठाउनेछौँ। या अधुरा योजनाहरूलाई हामी पुरा गर्नेछौँ, नयाँ योजनाहरू लागू गर्नेछौँ। युवाहरूले उठाएको जुन मागलाई सम्बोधन गर्ने गरी हामी अगाडि बढ्नेछौँ। उम्मेदवारको कमन नै हुन्छ यो भने होइन। तपाईँलाई मात्रै चाहिँ जनताले, यहाँको जनताले किन हजुरलाई यहाँको जनताले उम्मेदवार
उम्मेदवारका रूपमा किन भयो म 2074 सालमा नि प्रदेश सभामा निर्वाचित प्रदेश सभाको सदस्य हो। म 79मा निर्वाचित हुन सकिनँ। त्यतिखेर पनि मेरो गठबन्धन आदि इत्यादि विभिन्न कारणले गर्दाखेरि मेरो चाहिँ त्यतिखेर मैले निर्वाचित हुन सकिनँ। तर मैले चाहिँ उभिरहेका छौँ। यो चाहिँ क प्रदेश हो, ललितपुर क्षेत्र नम्बर 1 को 1 भन्छ यसलाई। 1 को 2बाट म निर्वाचित भएको थिएँ। त्यस समयमा मैले गरेका विकास निर्माणका कामहरू मेरो बिहानदेखि बेलुकासम्मका म 18 घन्टा खर्च गरेँ। दिनमा 18 घन्टासम्म म चाहिँ तपाईँको जनताको विकास निर्माणको लागि, जनताले उठाएका विषयहरूलाई सम्बोधन गर्नको लागि, त्यहाँ चाहिँ अन्यायको विरुद्धमा लाग्नको लागि म 18 घन्टा समय दिन्छु। म अहिले निर्वाचनको समयमा मात्रै मैले त्यो ढङ्गले कामलाई अगाडि बढाएको देखेर पनि जनताले मलाई निर्वाचित गराउनुपर्छ भनेर लागिरहनु भएको छ। मेरो निर्वाचन क्षेत्रमा गएर अहिले पनि हेर्नुभयो भने धेरैवटा बहुवर्षीय योजनाहरू छन्। त्यहाँ पालिका स्तरीय हस्पिटलहरू हामीले निर्माण गरेका छौँ। मकवानपुर र ललितपुरलाई जोड्ने खालका पुलहरू हामीले निर्माण